उच्च पहाडी जिल्ला जुम्ला, जहाँ चिसो अनि हिमपातका कारण हिउँदभरि तरकारी उत्पादन हुँदैन। यही कठोर मौसमसँग जुझ्दै आएको छ स्थानीय ज्ञान, सिप र परम्पराले बनाएको एक अद्भुत खाद्य प्रणाली। हाल कहीँ कतै जलवायु मैत्री कृषि प्रविधिको प्रयोगले ताजा तरकारी उत्पादन सफल देखिए पनि अधिकांश समुदायहरूले गर्मीको उत्पादन र जङ्गली खानयोग्य वस्तुहरू जाडोको लागि प्रशोधन गरी भण्डारणमा राखेका हुन्छन्। यसरी भण्डारण गरेर राखिएका वस्तुहरूमध्ये एक हो बाको। बाको र जौको पिठोबाट बन्ने तिउन अथवा तरकारी यसरी बनाइन्छ। बाकोको तिउन बनाउने तरिका देखाउँदैछु, हेर्नुहोस्। बाको पाटनबाट ल्याउँछु, हामी माथि फल्चौले भन्ने एउटा पाटन छ, त्यो पाटनबाट ल्याएर घाममा सुकाउँछु 2 दिन, अनि कट्टीमा हालेर राख्छौँ, अनि फेरि हिउँदमा खाने गर्छौँ। अहिले फेरि यही बाकाको तिउन बनाउँदैछु। यो जौको पिठो हो, यसको आलम गरेर बाको हाल्ने गर्छन्। तेलमा प्याजसँगै बेसार हालेर जौको पिठो भुटिन्छ। एकछिनसम्म चलाएपछि पिठो भुटिएको मिठो बास आउँछ र अलि खैरो देखिन्छ। त्यसपछि तातो पानी हालिन्छ। चिसो पानी हाल्यो भने कोक्याउँछ। पिठो डल्ला पर्न नदिने गरी चलाउनु पर्छ। स्वाद अनुसार नुन, खुर्सानी अनि मसला हालेर उमाल्न छोड्ने। बर्खामा हामीहरू पाटनबाट च्याउ ल्याउँछु, अनि सुकाउँछु, अनि बाको ल्याउँछु, सुकाउँछु। यस्तै गरेर बर्खामा, हिउँदमा केही पाइँदैन। अनि बर्खामा सब तरकारीहरू कद्दुका भुजा, अनि करेला भुजा, अनि के अरे ती बडीहरू सब काटेर हिउँदमै खाने गर्छौँ। हामीलाई मिठो पनि यही, पोसिलो पनि यही, धेरै मिठो हुन्छ। हामीलाई पाटनबाट ल्याएको बाको भनेर धेरै मिठो हुन्छ। मार्सी चामलको भात र बाकाको तिउन मिठो छ खाना। बाको मात्र होइन, जुम्लामा सिजनमा फल्ने धेरै तरकारी जस्तै भेन्टा, कर्कलो, करेला, गोलभेडा, फर्सी आदि सबैलाई सुकाएर राख्ने गरिन्छ। अनि यो पुडेलु कार्तिकमा कोरेर चैतमा खान्छौँ। अनि यो 2 प्रकारको बडी हो, एउटा काँक्रा मिसाएको, टमाटर मिसाएको, यो पुडेलु मिसाएको 2 प्रकारको टमाटर हो। यो के अरे करेला हिउँदमा खाने, अनि बर्खामा काटेर सुकाएको। यही हो जुम्लाको स्वाद, परम्परा र जीवनशैली। यही सरल तर शक्तिशाली कथा हो जुम्लालाई जाडोभरि जोगाइराख्ने खाद्य प्रणालीको, जहाँ प्रत्येक सुकाएको तरकारी, प्रत्येक परिकार र प्रत्येक चुलोको आगो स्थानीय ज्ञान, मौसमसँगको सङ्घर्ष र परम्परागत शैलीको जीवित प्रमाण हो।